गुड मर्निङ साथीहरू, लोकसेवा टार्गेट युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मिति 2082 साल जेठ महिनाको 7 गते बुधबारको दिन गोरखापत्र ज्ञान सागर पृष्ठमा छापिएका अत्यन्तै महत्त्वपूर्ण समसामयिक वस्तुगत प्रश्न उत्तर लिएर म उपस्थित भएको छु। पहिलो प्रश्नमा रहेको छ यो सगरमाथा संवादको प्रश्न रहेको छ। सगरमाथा संवाद 2025 कहिले सम्पन्न भएको हो भनेर रहेको छ। विक्रम सम्वत 2082 जेठ 2 गतेदेखि 4 गतेसम्म नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद 25 बुधे सगरमाथा कार्य आह्वान जारी गर्दै सम्पन्न भएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाद्वारा सो घोषणा पत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कट विरुद्ध एकजुट भई कदम चाल्न आह्वान गरिएको छ। घोषणा पत्रमा 1.5 डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत गरिएको साथै विकासोन्मुख देशहरूलाई सहयोगको आवश्यकता पनि औलाइएको छ। सगरमाथा संवाद मार्फत हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित हुने मुलुकहरूको सरोकार उजागर पनि गर्न खोजिएको छ। दोस्रो प्रश्न रहेको छ, एसियाका ठूला अर्थतन्त्र बीच डलर माथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो भनेर रहेको छ। सन् 2025 मे 11 चीन, जापान, दक्षिण कोरिया र आसियानका राष्ट्रबीच डलर माथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको छ। यी देशहरूले पहिलो चीन या युएन सहित क्षेत्रीय मुद्राहरू प्रयोग गर्ने गरी एउटा नयाँ तीव्र वित्तीय सहायता प्रणाली स्वीकृत गरेका छन्। नयाँ तीव्र वित्तीय सहायता प्रणाली चियाङमाई इनिसिएटिभ मल्टिल्याटरलिज्म CMIM नामक योजना अन्तर्गतको एक हिस्सा हो, जुन 10 सदस्यीय आसियान राष्ट्रहरू र चीन, जापान तथा दक्षिण कोरिया बीचको मुद्रा सटै व्यवस्था हो। CMIM को उत्पत्ति सन् 1990 को दशकमा एसियाली वित्तीय सङ्कटपछि भएको हो। आपतकालीन अवस्थामा भुक्तानी सन्तुलन र अल्पकालीन नगद प्रवाहको समस्यामा परेका देशहरूलाई छिटो सहयोग पुर्याउने उद्देश्यले चाहिँ यो पहल गरिएको थियो। 1 मे 11 2025 का दिन इटालीको मिलानमा आयोजित आसियान +3 राष्ट्रका अर्थमन्त्री र केन्द्रीय बैंक गभर्नरहरूको बैठकमा आकस्मिक भुक्तानी सन्तुलन समस्यामा परेका अर्थतन्त्रहरूलाई छिटो वित्तीय सहयोग उपलब्ध गराउने नयाँ अर्थतन्त्र CMIM ऱ्यापिङ फाइनेन्सियल फेसिलिटी स्वीकृत गरिएको हो। अघिल्ला संयन्त्र अमेरिकी डलरमा निर्भर थिए तर नयाँ संयन्त्रले चिनिया युआन र अन्य क्षेत्रीय मुद्रा प्रयोग गर्नेछन्। तेस्रो प्रश्नमा रहेको छ, विश्वमा चिया उत्पादनमा नेपाल कतिौं स्थानमा रहेको छ भनेर रहेको छ। 14औं स्थानमा रहेको छ। पहिलो चीन हो, दोस्रो भारत र तेस्रो केन्या रहेको छ। चिया उत्पादनको हिसाबले प्रमुख 10 राष्ट्रहरू रहेका छन्। पहिलोमा चीन, भारत, केन्या, श्रीलङ्का, टर्की, भियतनाम, इन्डोनेसिया, बङ्गलादेश, युगान्डा र अर्जेन्टिना चाहिँ रहेका छन् 10औं नम्बरमा। यो चाहिँ विश्व खाद्य सङ्गठनले गरेको सर्वेक्षण अनुसार हो। चौथो प्रश्नमा रहेको छ, राष्ट्रिय सूचना आयोगले आफ्नो 19औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट अभियन्ता पुरस्कार 2082 बाट कसलाई सम्मानित गर्यो? वरिष्ठ पत्रकार तारानाथ दाहाललाई सम्मान गरेको छ। आयोगले सूचना अधिकारको प्रवर्धन, पारदर्शिता र सुशासनमा योगदान पुर्याउने सूचना अधिकारी, कर्मचारी र पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। सो पुरस्कारबाट पुरस्कृत व्यक्तित्वहरू हुनुहुन्छ: सर्वोत्कृष्ट अभियन्ता पुरस्कार तारानाथ दाहाल, विनय कसजु, उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार दीपक रिजाल, नेपाल समाचार पत्रकार, अभियन्ता अभियन्ता पुरस्कार गजेन्द्र बुढाथोकी, कविता थापा र हरिराम पोन्डा। त्यस्तै गरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार देवीप्रसाद थपलिया, केशव सिलवाल, पदम कुमार श्रेष्ठ, हेमन्त कुमार बुढाथोकी र बुद्धिराम नेउपाने। उत्कृष्ट कर्मचारी पुरस्कार उपसचिव द्वय सन्तेश कुमार दाहाल र सुदर्शन ढकाल, शाखा अधिकृत दिनेश लुइटेल तथा नायब सुब्बा रञ्जना कुमारी दाहाल रहनुभएको छ। प्रोत्साहन पुरस्कार सीताराम बस्नेत र माइली तामाङलाई प्रदान गरिएको छ। पाँचौं प्रश्न रहेको छ, नेपाललाई कोहा सम्पन्न
अन्तर्राष्ट्रिय पर्यटन मेलामा वर्ष 2025 को लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य घोषणा गरियो भनेर रहेको छ। नेपाललाई कहाँ सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा वर्ष 2025 को लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य घोषणा गरियो भनेको छ। यो चीनको गन्जाओ सन् 2025 मेमा हो, चीनको गन्जाओमा। त्यस्तै गरी संयुक्त राष्ट्र सङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरेको दशक कुन हो भनेर रहेको छ। सन् 2021 देखि 2030 हो। 7औं प्रश्नमा रहेको छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट कहिले पारित भएको हो। विक्रम सम्वत 2082 जेठ 4 गते। 8 नम्बर प्रश्नमा रहेको छ एनसेलले अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्धन गर्ने सिद्धान्तमा कहिले हस्ताक्षर गरेको हो। विक्रम सम्वत 2082 जेठ 5 गते। यो सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो। जीएसएम विश्वभरिका मोबाइल सेवा प्रदायक कम्पनीको छाता सङ्गठन हो। जीएसएमका सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरिका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्ग निर्देश गर्दछ। 9 नम्बर प्रश्नमा रहेको छ आर्थिक वर्ष 82-83 को वार्षिक नीति तथा कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई के बनाउने घोषणा भएको छ भनेर रहेको छ। राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम भनेर रहेको छ। जुन पहिला राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रहेको थियो, यसको शीर्षक नै राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम गरेर चेन्ज गरिएको छ। नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था, विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना, विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने, प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुर्याउने, 2084 सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा, विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने, किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने, पहुँच सहितको भर्चुअल शिक्षा प्रणाली लागू गर्ने, सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता ल्याउने, संस्थागत सामुदायिक विद्यालय साझेदारी गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने, इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्न घोषणा गर्ने, विश्वविद्यालय सङ्घको सहकार्य शिक्षक बैङ्क स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयको शासकीय प्रणाली सुधार गर्ने रहेको छ। यो शिक्षा र आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम अनुसार यो शिक्षा सम्बन्धी काम राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा के कस्ता बुँदाहरू राख्ने भन्ने कुरा हो। 10औं प्रश्नमा रहेको छ विक्रम सम्वत 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिौं बुद्ध जयन्ती मनाइयो। 2569औं बुद्ध जयन्ती मनाइएको छ। 11औं प्रश्नमा रहेको छ नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइको गठन कहिले भएको हो भनेर रहेको छ। विक्रम सम्वत 2082 वैशाखमा। अहिले यो इकाइलाई केन्द्रीय अनुसन्धान ब्युरो CIB कै महातहतमा राखिएको छ। 12औं प्रश्नमा रहेको छ बाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए भनेर रहेको छ। विक्रम सम्वत 1932 मा गरेका थिए। 13औं प्रश्नमा रहेको छ ट्रान्सपरेन्सी इन्टरनेसनलको स्थापना कहिले भएको हो। सन् 1993 मेमा। यसको प्रधान कार्यालय जर्मनीको बर्लिनमा रहेको छ। 14औं प्रश्नमा रहेको छ श्रम सम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले गरिएको हो भनेर रहेको छ। विक्रम सम्वत 2077 असोज 29 गते गरिएको हो। 15औं प्रश्नमा रहेको छ भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्तिको हुन् मोहम्मद अल इद्रिसी रहेका छन्। 16औं प्रश्नमा रहेको छ एसिया प्रशान्त आर्थिक सहयोग APEC को स्थापना कहिले भएको हो। सन् 1989 मा भएको हो। 17औं प्रश्नमा रहेको छ नेपाललाई कहिलेसम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ। विक्रम सम्वत 2082 सम्म। 18औं प्रश्नमा रहेको छ नैरोबी फ्लाई भन्नाले के बुझिन्छ भनेर रहेको छ छालामा संक्रमण ल्याउने किरा नेपालमा 2079 असारमा देखिएको थियो। 19औं प्रश्नमा रहेको छ अरुण तमोर र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ। कुवालुङ्ग भनेर चिनिन्छ। धनकुटा भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किरात राई
समुदायको सांस्कृतिक आस्थाको केन्द्र समेत मानिन्छ। 20औं प्रश्नमा रहेको छ राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ? वैशाख 16 गते। नेपाली लेखक सङ्घद्वारा 2082 जेठ 16 गते तेस्रो राष्ट्रिय लेखक दिवस मनाइएको छ। राणाकालमा लेखक र बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। सो दिनलाई आधार मान्दै वैशाख 16लाई लेखक दिवसका रूपमा मनाउँदै आइएको छ। सङ्घले विक्रम सम्वत 2080 देखि लेखक दिवस मनाउन थालेको हो। सङ्घले प्रत्येक वर्ष 2 वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यस वर्ष 2082 आख्यानकारका ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ। 21औं प्रश्न रहेको छ बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले सम्पन्न भयो? विक्रम सम्वत 2081 असोज 4 देखि 5 गतेसम्म सम्पन्न भएको छ। सम्मेलनमा नेपालबाट 200 भन्दा बढी र बाहिरबाट 10 देशका 31 जना विदेशी सर्जकको सहभागिता रहेको थियो। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बाल साहित्य सम्बन्धी पुस्तक प्रदर्शनी तथा कथा वाचन, बाल चित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको थियो। 22औं प्रश्न रहेको छ ब्लू इकोनोमी भन्नाले के बुझिन्छ? समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडललाई चाहिँ ब्लू इकोनोमी भनिन्छ। यसको सङ्कलन